मलाई तेरो दाइको माया लाग्दैन। दाइलाई यो हालतमा छोडेर जान सक्थ्यो? जा। तपाईँलाई एउटा कुरा भन्न आएँ कि दिदी, जसरी तपाईँले त्यो घर छोडेर आउनुभयो त्यसै गरी मैले पनि बुढो र त्यो घरलाई छोडेर आएँ। के कुरा गरे कि मुना? तिमी र राम त मिलेर बसेको थियो होइन र? राम त तिमीसँग खुसी हुनुहुन्थ्यो रे त। खोइ, सपनामा होला। बुढो मसँग खुसी हुनुभएको भए सायद अहिले म बुढोको साथमा हुन्थ्यो होला। किन लाज पचाएर यो आँगनमा उठेर? हो साथीहरू, कमला र मुनाको विवाह हुन लागेको छ र रामको घरमै आएर उनलाई बिहेको निम्तो पनि दिएर गएका छन्। पक्कै पनि मुना र कमलाको विवाह हुने नै छ, किनकि उनको बुबा आमाको बदनाम हुन्छ भनेर कमला र मुनाको विवाह पक्कै पनि हुनेछ। राम उनीहरूलाई डिभोर्स दिइसकेका छन् र मुनालाई पनि डिभोर्स दिने तयारीमा थिए। अब पक्कै पनि डिभोर्स हुने नै छ। रामचन्द्र बोहराको निर्देशनमा बनेको बुहारी सिरियल तपाईँहरूलाई कस्तो लाग्छ? भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। म आज यति भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।